भन्नु हुँदैन मैले कमाएँ भनेर नभन्नु। यो चाहिँ नास्तिकहरूले भन्ने कुरा हो। इम्मानुएल कान्ट भन्ने एकजना नास्तिकले के भने, भातको अगाडि भात थालमा लिएर छ भने, यो भातको लागि म परमेश्वरलाई किन धन्यवाद चढाउँ, किनकि यो भातको लागि मैले परिश्रम गरेँ भन्छ उसले। बुझ्नु भयो? नास्तिकले त्यसो भन्छ, यो भातको लागि परमेश्वरलाई किन धन्यवाद चढाउनु र, किन यो भातको लागि मैले परिश्रम गरेँ। तर म तपाईँलाई यो कुरा बताउन चाहन्छु, तपाईँले चामल पैसा कमाएर चामल किन्नुभयो, तर चामल तपाईँले बनाएको चाहिँ होइन। तपाईँले धान रोप्नुभयो, तर धानको बोटमा दाना हाल्ने चाहिँ परमेश्वर हुनुहुन्छ। हामी सबैले भन्छ आमेन। तपाईँले मैले खाएको गहुँको पिठो तपाईँ र मैले पैसाले किनेको, तर गहुँको दाना तपाईँ र मैले बनाएको होइन। यदि परमेश्वरले गहुँ नबनाउनु भएको भए तपाईँ र मैले ढुङ्गा उसिनेर खानु पर्थ्यो। कोही खानु सक्नुहुन्छ ढुङ्गा उसिनेर? कोही हुनुहुन्छ ढुङ्गा उसिनेर खाने? हुन त चाइनाले प्लास्टिकको चामल पनि बनायो भन्छ, मैले चाहिँ खाएको छैन अहिलेसम्म।